Price pricing models prevent price gouging. Raw digital experience from virtual tools to digital agreements, we bring the entire rental process into the modern era of urgency. र त्यसै गरी हाम्रो प्राइसिङ स्ट्रेटेजी छ। हामीले चाहिँ प्राइसिङ चाहिँ तीनवटा रुममा क्याटेगोराइज गरेका छौँ, जहाँ चाहिँ एउटा हुन्छ इकोनोमिक, स्ट्यान्डर्ड, प्रिमियम। यिनमा चाहिँ हामीले एबिलिटिजको आधारमा त्यहाँ के कस्ता सुविधाहरू छन् त्यसरी चाहिँ क्याटेगोराइज गर्नेछौँ। र तपाईँले त त्यहाँ राख्नु भएको मात्र थियो, तर हामीले चाहिँ सुरुमै यस्तो कन्ट्र्याक्ट बनाउँछौँ कि तपाईँले रुममा राखेपछि तपाईँको रुममा कोही मान्छे आउँछ भने तर अफ हुन्छ नि त, त्यसपछि चाहिँ अब क्याटेगोरिज अनुसार एमाउन्ट दिनु पऱ्यो। के छ नि होइन, के हो मेबी मान्छे नै अर्को गइदेला होइन, या मेबी अरू रिजनहरू देखाइदेला, या हुन्छ त अर्को यसमा के च्यालेन्ज प्लेटफर्म जुन चाहिँ एउटा ब्रिजको रूपमा स्टुडेन्ट र होस्टेल अथवा रुम ओनरसँग चाहिँ डाइरेक्टली कनेक्ट गर्छ। र द स्टुडेन्ट हाउसिङ क्राइसिस इन नेपाल अहिलेको कन्डिसन हेर्दा चाहिँ ब्रोकरहरूले चाहिँ 30% चार्ज अथवा फिक्स कमिसन लिन्छन्, अनि सुरुमै फर्म गर्नुपर्ने हुन्छ, तर रुम पाइन्छ भन्ने ग्यारेन्टी कुनै पनि हुँदैन। र त्यसै गरी सेफ्टी कन्सर्न्सको रूपमा चाहिँ हामी रुम चाहिँ कस्तो हो भन्दा अब त्यही भएर कतिको सेफ्टी छ, त्यहाँ हाउस ओनरले चाहिँ कसरी म्यानेज गर्छ, यिनी कुनै पनि सेफ्टी हुँदैन। अनि फ्रेगमेन्टेड मार्केट, सर्चिङ इन्भल्भ्स फिजिकली वर्किङ स्ट्रिट्स कुनै पनि भेरिफाई हुँदैन। र पुवर लिभिङ स्ट्यान्डर्ड्स, किनकि मान्छेहरू सरेपछि पानी क्याम्प कस्तो बसबास छ भन्ने त्यसपछि मात्र थाहा हुन्छ। इन्ट्रोड्युसिङ रेन्ट्रा, अ सिमलेस डिजिटल ब्रिज कनेक्टिङ स्टुडेन्ट्स डाइरेक्टली विथ भेरिफाइड प्रोपर्टी ओनर्स। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भेरिफाइड लिस्टिङ हुन्छ, एभ्री रुम चाहिँ हाम्रो टिमहरू गएर चाहिँ फिजिकली भेरिफाइड गर्छ। नो मिडलम्यान, हामी चाहिँ एउटा मिडिएटरको रूपमा काम गर्छौँ, जो चाहिँ डाइरेक्ट कनेक्सन्स हुन्छ र ट्रान्सप्यारेन्ट प्राइसिङ हुन्छ। र प्राइसिङ, लोकेसन राखेर चाहिँ र बेसिक एम्युनिटिज सेट गर्न पायो। र अहिलेको मार्केट चाहिँ एकदमै अनअर्गनाइज छ। काठमाडौँ भ्यालीमा अहिले चाहिँ 5 लाखभन्दा बढी स्टुडेन्ट छन्, र त्यसमध्ये पनि 85% चाहिँ रेन्टलमा डिपेन्ड गर्छन्। र 2022-23को तथ्याङ्कबाट हेर्दाखेरि बाई रिपब्लिका काठमाडौँबाट चाहिँ 10.25 बिलियन चाहिँ ट्याक्स मात्र उठेको थियो रेन्टलदेखि। र हाम्रो कस्टमर चाहिँ को हुन्छ, हाम्रो कस्टमर चाहिँ +2 स्टुडेन्ट हुन्छन्, ब्याचलर मास्टर रनिङको स्टुडेन्ट हुन्छन्, र जब होल्डर्स जो चाहिँ इन्ट्री लेभल प्रोफेसर अथवा इन्टर्न गरिरहेका हुन्छन्। र अब हामीलाई रेन्ट्रा चाहिँ किन चुज गर्ने त मान्छेहरूले, हाम्रो यसको लागि चाहिँ मैले ट्रेडिसनल ब्रोकर र फेसबुक ग्रुपसँग कम्पेयर गरेको छु, जहाँ चाहिँ ट्रस्ट चाहिँ ब्रोकरसँग हुँदैन। त फेसबुक ग्रुपमा त हाई स्क्याम रिस्क हुने भयो, रेन्ट्रामा चाहिँ 100% फिजिकली भेरिफाइड हुन्छ। कस्ट कमिसन रेन्ट ट्रेडिसनल ब्रोकरमा चाहिँ वान टाइम फिक्स कमिसन हुन्छ सुरुमै, अथवा 30% दिनुपर्ने हुन्छ, तर त्यहाँ गएपछि के हुन्छ भने थाहा हुँदैन। फेसबुक ग्रुप त फ्री हुन्छ, बट रिस्की नोबडी नोज। यसमा चाहिँ रेन्टरमा चाहिँ हामीले मिनिमम फी अथवा 30% राख्छौँ। र त्यसै गरी सर्च एक्सपिरियन्स चाहिँ ब्रोकरहरू हाइराख्दा घाउ हुन्छ। फेसबुक ग्रुप केओटिङ एन्ड अनअर्गनाइज छ। हाम्रो रेन्ट्रा चाहिँ स्मार्ट फिल्टर्स एन्ड म्याप, हामीले म्यापको एपिआई युज गरेर रेन्ट्रा हाम्रो एउटा फाउन्डर एन्ड सिइओ हुनुभयो। अपरेसन हेड भनेको चाहिँ जो फिजिकल टिम गएर भेरिफाई गर्नको लागि चाहिँ टेक लिड। र लास्ट छ हाम्रो कस्ट फिजिबिलिटी। हाम्रोमा चाहिँ त्यस्तो भारी इन्भेस्टमेन्ट हुँदैन, वान टाइम इन्भेस्टमेन्ट हुन्छ टेक डेभलपमेन्टको लागि। र स्ट्रेटेजिक एड्स भनेको चाहिँ हामीले स्टेसनरी, क्याफेटेरिया अथवा र त्यसमा हामीले चाहिँ कमिसन चाहिँ मानव यो चाहिँ एउटा प्रोजेक्टेड इस्टिमेटेड हो। इकोनोमीमा हामीले मानव एनपिआर 500 राख्यो भने स्ट्यान्डर्डमा 5% अथवा 7%, र त्यसै गरी प्रिमियममा 10% अफ रेन्ट राख्नेछौँ। र हाम्रो रेभेन्यू मोडल चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले रेभेन्यू चाहिँ कमिसन हाम्रो प्राइमेरी रेभेन्यू जेनेरेटिङ इन्कम भनेको चाहिँ कमिसनदेखि हुन्छ, 30% अथवा फिक्स कमिसन राख्छौँ। र फिचर लिस्टिङ जस्तो ई सेवा, बस सेवामा तपाईँले टिकट काट्नु भयो भने फर्स्टमा आउने बस कम्पनीले चाहिँ अलिक बढी एक्स्ट्रा पे गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ कम्पनी मन्थली बेस्ट हायर गर्दैन, जिग इकोनोमी मोडल फलो गर्छ, जहाँ चाहिँ हामीले इम्प्लोइहरू काम गर्नको लागि चाहिँ टास्क बेसिसमा ल्याउँछ, जसले गर्दा चाहिँ कस्ट
रिड्युस हुन्छ र सिएसी पनि कम हुन्छ, कस्टमर एक्विजिसन कस्ट। र मासुमा चाहिँ हामी टाइअप्स गर्छौँ फ्रेसरहरूको लागि। त्यसै गरी इन्फ्लुएन्सर, अब नेपाली इन्फ्लुएन्सर जो छन् तिनीसँग कोलाबोरेसन गरेर भिडियोहरू बनाउने र एसइओ भनेको चाहिँ गुगल म्यापमा हाम्रो सेट गर्ने होइन, र वेबसाइट भइहाल्यो। र अपरेसन गर्नको लागि चाहिँ हामीले आइडेन्टिटी गरेको यस्तै अर्गनाइज यस्तो हाम्रो कम्पिटिटरहरू चाहिँ धेरै छन्, तर हामीले चाहिँ मान्छे विद्यार्थीहरूमा ट्रस्ट इन्क्रिज गर्ने आइडिया चाहिँ धेरै हुन्छ, तर अपरेसन कसरी गरिन्छ भन्ने हो नि त। हामीले चाहिँ अब कोलाबोरेसन गर्दै गर्दै अब सुरुदेखि सबैसँग विद्यार्थी काठमाडौँ आयो भने रेन्टाबाट रुम खोज्छु भन्ने एउटा ट्रस्ट क्रिएट गर्नु पऱ्यो। आइडिया त सबैसँग हुन्छ, जस्तो याङ्गोको पनि कम्पिटिटर छ, तर कसरी अपरेसन गरिरहेका छन् त्यो भन्ने म्याटर गर्छ बस।